नमस्ते साथीहरू, म आज तपाईहरुलाई देखाउन गइरहेको छु रुकुमको पहाडी भेगको मान्छेहरूले चाहिँ मकैलाई चाहिँ कसरी राख्ने रहेछ त। म तपाईहरुलाई देखाउन गइरहेको छु साथीहरू, हेर्नु होला है। यतातिर चाहिँ मकै यसरी राख्छ। हजुर दिदी, ल हुन्छ दिदी, यसरी राख्छ है। मकै चाहिँ यसरी राख्छ। यो चाहिँ चोयाको हैन, भुनेको काठे भन्छ खाम भाषामा, भाषा अनुसार फरक होला। यो चोयाले भुनेको यो एउटा यस्तो गुन्द्री जस्तो हुन्छ। यसलाई चाहिँ रोल गरेर चाहिँ यो भित्र राखेको हुन्छ र चाहिँ यो मकैलाई चाहिँ हामीले कागे मकै भन्छ, कालो हैन। अनि अर्को चाहिँ ग्याम्रे मकै भन्छ, ग्यामो मकै हैन, रातो रागे पनि भन्छ। यस्तो मकैहरू छ एकदमै हैन। अनि यो माथि चाहिँ ट्याक्क लाएर केही घाँसले अथवा कुनै प्लास्टिकले माथिबाट ढाकेर यसरी राखेको हुन्छ साथीहरू है। ठाउँ अनुसार चाहिँ फरक गरेको हुन्छ एकदमै। र यो साथसाथै एकदमै सुन्दर पहाडसँगै तपाईहरुलाई स्वागत गर्न चाहन्छु साथीहरू। यहाँनिर कोडो पनि छ, कुकुर पनि छ।